आज चाहिँ म गइरहेको छु मामाको बिहेमा। बा तयारी कस्तो छ अहिले? ब्याग Not everyone enjoys that, okay? Babu coffee. बिहे हुँदैछ है अब बुवा देखेको भन्दा आएको नि बुवा खोइ त बुवा पनि त्यो उभिरहनु भएको क्या भन्यो होला हो भर्खर उ त्यहाँ उभिरहनु भएको जस्तो लाग्यो मलाई पनि हेरौँ न को फाइनली अब चाहिँ आइसकेछन् सबैजना हो भद्रपुर हौसिला खड्का लडेको जमाना 2000 कति सालमा हो 59 साल 59 त्यहाँ त पर्यो औषध खाना पर्यो नि त औषध जङ्गलमा तपाईँ खोटा उसको के अरे होइन तपाईँको नेपाल हाम्रो भोजपुरबाट माइस किराना जाँदैछ क्या यो त तुमुन्टार हुँदै जाने बाटो कातीघाट हुँदै जाने बाटो त्यहाँबाट तपाईँको यो के अरे के भन्छ हाम्रो त्यो एयरपोर्टलाई रुम्जा माथि तुमुन्टार के अरे त्यो खोला छेउला के भन्छ तुमुन्टार हुन्छ कि होइन हो तुमुन्टारबाट जान्छ कि सिधै जान्छ नेपाल जाने बाटो डाँडै
अनि तपाईँ त आर्मी पनि हुनुहुन्थ्यो अरे त म त आर्मीबाट हो। आर्मीको फाइटको गुरु माओवादी रिटायर हो। धेरै मान्छे मरेको थियो नेपालमा 17-18 जना 1000 मान्छे मरेका थिए त्यतिखेर उहाँ आर्मी हुनुहुन्थ्यो युद्ध गर्नु कस्तो छ सो कस्तो हो त्यति युद्ध गर्नुभयो अब कस्तो हो नि अब बुलेट धेरै भुलियो अहिले त पहिला चाहिँ जो चिया नै धरापमा राखेर हिँड्यो अब अहिले चाहिँ खासै चाहिँ अब त्यो पहिलाको त धेरै बिर्सिसक्यो कति बेला तपाईँलाई अपहरणमा त पर्नु भएन पर्यो तपाईँको चाहिँ धेरै चाहिँ उसमा चाहिँ पर्यो धेरैले छोडे नि जागिर धेरै छोडे डरले त्यस्तै हो मान्छे ओके हाम्रो भोगराज सर आउनु ए उहाँ पनि भोगराज सर नमस्ते आज अहिले सम्झाएँ बेलुका जानु हजुर काम कति बजीबाट मेरो त हाम्रो काम गर्ने उहाँ सँगै लिएर जाने हो मेरो 7 बजे हो अझै गाडी नै आइपुगेको छैन यो चाहिँ सिक क्या बाबु त यु हेभ टु लर्न टु मेक अ टाइम हेलो हामी आज कहाँ छौँ हजुर हामी आज कहाँ आएको हामी आज हामीले एन्सर दिने हो क्या खासमा आज चाहिँ सुमन दादाको बिहे छ आज हामी ठ्याक्क काठमाडौँबाट ठ्याक्क ल्यान्ड गऱ्यौँ गाडीमा अनि 1 बजे ठ्याक्क हामी अहिले पोखरा 14 मा सेन्टर भिल्लामा लोकेटेड टक्क लाएर हामी अहिले पार्टी प्यालेसमा रहेका छौँ हामी अहिले दुलाको पुरै आगमनको लागि प्रतीक्षामा छौँ हामी पनि दुला पक्ष हो तर हामी चाँडो आयौँ किनभने म उहाँसँग बाइकमा आएको छु होइन अब उहाँको प्रतीक्षा गऱ्यो यस अन्तरालमा चाहिँ म चाहिँ उता गएर अलि शौचालयमा गएर मूत्र विसर्जन गर्न आउनुहुन्छ आराम गर्नेछु गुड धन्यवाद ल अहिले तपाईँ कुन ठाउँमा हुनुहुन्छ पोखरा महानगरपालिका वडा नम्बर 14 सेन्टर भिल्लामा सुमनको बिहेमा छ सुमन नानाको बिहेमा यस एक्ज्याक्टली अनि केमा आउनुभएको हजुर हामी केमा आएको गाडीमा आएको माइक्रोमा काठमाडौँबाट पोखरा काठमाडौँ पोखरा तपाईँ पनि काठमाडौँमै हो होइन म पोखराबाट अनि आयुष मामा चाहिँ काठमाडौँ हुनुहुन्छ यस मामा योर भान्जा यु नो हु इज ही राघव भान्जा राघव भान्जा मलाई चिनेन अनि मामा डन भसी त्यस्तो हुन्छ त अनि भान्जा तिम्रो मामाको मामा बिग मामा बिग ब्रो बिग You are making a video again? What types of English is this? My name is Pritam Gautam. Any other questions for me? Who are you? Who are you? I'm Prabhat Paudel. I'm Pokhara. No, I'm Prabhat Paudel. No, I'm Pokhara. No, I'm Prabhat. I'm Jalkhe. I'm Jalkhe, exactly. Hello, This Central Villa. Yes. मसित बोल्दै नबोलेर How are you feeling now? भन्ने अब कस्तो फिल भइरहेछ भान्जी भन्ने बिहामा ओरिजिनल मान्छे नदेखेर I'm the original. आज तपाईँहरू कता आउनु भएको म सेन्ट्रल भिला हजुर सेन्ट्रल भिला नजिकिकन भन्नु न क्या सिधै भयो क्या नजिकिन भन्नु न कहाँको भन्नु बिहामाको भन्नु कि पार्टी प्यालेसको नाम भन्नु अब बिहे पनि भन्नु दुइटै भन्नु त म मेरो दाइको बिहा खान आएको सेन्ट्रल भिला पार्टी प्यालेसमा दाइको नाम के हो के हो सुमन देवकोटा अब पार्टी चाहिँ कहिले हो अब पार्टी कहिले सोध्न पर्छ 25 गते 25 गते ल उसले भन्दै भन मलाई सोध्दैन अनि अब आज काठमाडौँ जाने कि यतै हो नाइ म त यहीँ बस्ने बेमा आउने कि न म तिम्रो लिन्छु तिमी आज कता आएको म सुमन नानाको बिहेमा ए मामा हो तिम्रो तिमी सिर्जना दिदीको छोरा हो र ए म बिर्सेको म बिर्सेँ त दसैँमा चेस खेल्थेँ त सँगै ए याद आयो क्या मलाई याद आयो तिमी चेन्ज भयो यार लास्टै याद आयो कस्तो गर्मी यति तिमी गर्मी काठमाडौँ जाने कि आफ्नो घर जाने आज काठमाडौँ जाने पर्सिको फ्लाइट छ हाम्रो दसैँ कहाँ मनाउने दसैँ उतै झापा मनाउने ओके थ्याङ्क यू ल भन तिम्रो नाम चाहिँ के हो खासमा मेरो नाम आयन देवकोटा हो
अनि अरू सोध स्कुल बिदाहरू आएको अनि तपाईँ चाहिँ म चाहिँ मान्छे होइन आज कताबाट आउनुभएको आज म दुलाको साइडबाट दुलाको साइडबाट कताबाट आउनुभयो क्या कुन ठाउँबाट म बारा जिल्ला हजुर हिजो चाहिँ कता हुनुहुन्थ्यो हिजो म कता थिएँ म भैँसीपाटी काठमाडौँ अनि आज कति बजी आइपुग्नु भएको आज हामी आज कहिले कति बज्यो अहिले अहिले 1 बजे 1 बज्यो भनेपछि हामी 12:30तिर आएको भर्खरै आउँदैछौँ बिहान कति बजी हिँड्नु भएको छ बिहान हामी 6:30 बजेतिर त्यति छिटो ल्याएको है काठमाडौँबाट पक्राएको यो बनाऊ यसको मतलब त्यो छिटो त होइन ढिलै आयो आज नै छिटो आउँछ अलिक ढिलै आएको हो हजुर अब आज काठमाडौँ जाने के त अब आज काठमाडौँ नजाने होला यतैबाट अब घर लाग्ने नाति नमस्ते खै नमस्ते Tomatam tio.
केही छ भन्न मैले हामी भर्खरै स्वयंवर गरिसकेका छौँ भाइको अब फर्दर प्रोसिडियरमा छौँ तिमी बोल्दै बनाऊ न हाम्रो चुनचुनी यहाँ आउँदा हाम्रो चुनचुनी कति राम्रो भइरहेछ होइन मजा भइरहेछ भर्खरै खानासाना खाइयो त्यो दुलादुलेको चाहिँ अब कन्यादानको लागि टिका लाउने प्रोग्राम भइरहेको छ जल हानी प्रोग्राम उहाँ हाम्रो माइजू हुनुहुन्छ भान्जाको माइजू मेरो नि भन्नु न हाम्रो भान्जा पुरै भान्जाको माइजू मेरो भन्नु न खै त भने हजुर मेरी श्रीमती अनि उहाँ चाहिँ आजका अर्थमन्त्री उहाँलाई नियुक्ति गरिएको छ ल होइन